हजुर केही गजब प्रकारका शब्दहरू छन्। जस्तै अब हामी हेलिस्कोप भन्छौँ, टेलिस्कोप भन्छौँ, बाइनाकुलर भन्छौँ, माइक्रोस्कोप, पेरिस्कोप, हेलियोग्राफ इत्यादि शब्दहरू प्रयोग गरेका हुन्छौँ। यसको नेपाली रूप के रहेछ त? यी अङ्ग्रेजी शब्दहरू हुन्। आज पनि यस खोज अनुवाद युट्युब च्यानलमा समेट्ने सूक्ष्म प्रयास गर्दैछु। सम्पूर्णमा हार्दिक स्वागत छ म दिपदर्शनको। जस्तै अब हामी यस्तो हेलिस्कोप, टेलिस्कोप, बाइनाकुलर, माइक्रोस्कोप, पेरिस्कोप, हेलियोग्राफ जस्ता उपकरणहरू अथवा यस्ता संयन्त्रहरू प्रयोग गर्दा यसको नेपाली के रहेछ त? आज पनि समेट्ने प्रयास गरेको छु। कृपया च्यानलमा नवीन हुनुहुन्छ र मन परेमा हजुरले सदस्यता ग्रहण गर्न सक्नुहुनेछ। भाषा हाम्रो जननी हो, सिकौँ अनि सिकाउँ शब्द खोजमा जिज्ञासु बनौँ। के भनिँदो रहेछ है त यी शब्दहरूलाई? जस्तै हामी हेलिस्कोप भन्छौँ, यसलाई सौर्य दर्शक यन्त्र भनेर भनिन्छ हेलिस्कोपलाई। टेलिस्कोप भन्छौँ, यसलाई दूरदर्शक यन्त्र भनेर भनिन्छ टेलिस्कोपलाई। बाइनाकुलर भन्छौँ, यसलाई दूरबीन भनेर भनिन्छ। माइक्रोस्कोप भन्छौँ, यसलाई सूक्ष्मदर्शक यन्त्र भनेर भनिन्छ। पेरिस्कोप भन्छौँ, यसलाई ऊर्ध्वदर्शक यन्त्र अथवा उपरदर्शी यन्त्र भनेर भनिन्छ। हेलियोग्राफ भन्छौँ, यसलाई सौर्य लेख यन्त्र भनेर भनिन्छ। यस्तै गरी टेलिभिजन भन्छौँ, यसलाई दूरदर्शन यन्त्र भनेर भनिन्छ। यस्ता विभिन्न जानकारीहरू प्राप्त गर्नका निम्ति हजुरले यस खोज अनुवाद युट्युब च्यानलमा सदस्यता ग्रहण गर्न सक्नुहुनेछ, जसले गर्दा हाम्रो शब्द भण्डार बौद्धिक विकासमा पनि थोर बहुत टेवा पुग्नेछ। सम्पूर्णको जय होस्।